आज ल घरमा यसो इष्टमित्रहरू आउँदैछन् र इष्टमित्रहरूलाई स्वादको लागि कुची टेबलहरू टन्न मिलाएर राखेको छ यहाँ। खुवाउनको लागि खाजा नास्ताहरू खानाहरू बनाउनको लागि रेडी गर्दैछिन् आमाले। ए मेन कुक है यो। आज के रे के भन्छ शान्ति यो पाहुना साग होइन के भन्छ अरे भेटघाट सुत्केरी भेट्ने दिन हङकङबाट सुषमा सुत्केरी भएर आएको कति वर्षपछि यहाँ चाहिँ वेलकम। यहाँ चाहिँ यहाँ चाहिँ यिनीहरूले भात पकाउँदै ल बोल्नु न दुई चार शब्द यार ल बोल्नु त। हो दे बस्न अब
ल अब हरेक फुलले बोल्नु पहिला हजुर बोल्नु क्या अब यहाँ के भनेर बोल्ने अब खै के भन्ने हो र खै मजाले ढाडिएर अहिले सिटिङ रुममा आरामको अवस्थामा बसेको छ यी बुहारी नानी यहाँ भुइँमा प्ल्यात्तै बस्नु भइन्छ त्यही हो मजाले माइत आएको भदैलाई अनि भदै बुहारी भन्यो नि भयो अब छोरी ज्वाइँ भन्यो नि भयो दुईवटा नाताले बेरिएको अनि मजाले भात खाएर यहाँ ढाडिएर यहाँ बसेको अवस्था छ बाबु अरू केही छैन अरू त्यति हो ल अब आज हामी नयाँ मान्छेलाई भेट्न आएको यहाँ मेरो भदा बुहारी नातिलाई भेट्न आएको दाइ भाउजूको पनि घर माइत खान नि आएको भेट्न पनि आएको असाध्यै खुसी लाग्छ बाबु हामीलाई नयाँ मान्छे भेट्न पाएर हेर्न पाएर सधैँ सधैँ यस्तै राम्रो राम्रो खुसी देख्न पाऊँ सुन्न पाऊँ यही नै हो हाम्रो सधैँभरि आउन पाऊँ हामी माइत आउँदाखेरि पानी किन नहोस् खुसी मनले हाँसो मनले खाएर जान पाऊँ भेटाएको खाना खाइयो मजाले सधैँ भने नि छोरा बुहारी नातिलाई भेट्न आएको नि अनि खाना खाइयो मजाले बस्यो अब के हाने हाँसो नि दिने सधैँभरि यसरी आउन पाऊँ अर्कोचोटि आउँदा छोरी पाएर सबै नन्न भाउजू देउरानी जेठानीहरू सासूहरू सबैलाई भेटेर रमाइलो भएछ गफ गरिएछ के हान्छ आएन म यो घरको सौतको अब छोराको त अब काकी नै भइहाल्यो न त यो घरको चाहिँ साइली बुहारी भाइ बुहारी होइन साइली बुहारी अनि पछि अब हङकङबाट छोरा शरद बुहारी सुषमा अनि नाति सुसन ठुलो होइन सानो नातिको नाम के अरे शरण नाति सबैजना घरमा आएको मौका पारेर हामी पनि यसो भेटघाट कार्यक्रम राखौँ कि सानो भनेर अनि भेटघाट कार्यक्रम राख्दाखेरि पनि थोरै आउनु भने त पहिला अहिले सबैजना आउनु बाहिर पनि छ दिदीबहिनीहरू यहाँ भित्र दिदीबहिनीहरू सासूहरू हुनुहुन्छ आमाजहरू हुनुहुन्छ होइन नन्दहरू हुनुहुन्छ हामी सबैजना गरेर यसो सानो रमाइलो भेटघाट के भन्छ त्यसलाई भेटघाट कार्यक्रम गरेर हामी चाहिँ यसो भेट्न आएको धेरै धेरै धन्यवाद नयाँ नाति पनि लिएर आएकोमा तिमीहरूको सुस्वास्थ्य समृद्धि उन्नति प्रगति र दीर्घायुको कामना गर्दै सबैको आशीर्वाद छ होइन सबैको आशीर्वाद छ सधैँ यसरी नै रमाइलो गरिराख्न पाऊँ भेटिराख्न पाऊँ होइन खुसी भइराख्न पाऊँ आज हामी जेठाजुको नाति शरदको छोरा भेट्न छोरा नाति भेट्न भने बुहारी छोरा नाति शरदको नाति हो कसो ना जेठाजुको नाति भन्छ नि हाम्रो नाति होइन शरदको छोरा भेट्न आएको भेटघाट कार्यक्रम त्यही हो खानापिना भयो अब रमाइलो गरे बस्यो सबै दिदीबहिनी दाजु नमस्ते आज म ठुलो बाबाको जेठाजु जेठानीलाई भेट्न आएको अब सुरुमा नयाँ देखिरहेको छु रमाइलो रहेछ सबैसँग भेटघाट हुँदा खुसी लाग्यो यति नै
मन्ता त्यो पोलले छेकेला नि भाउजू यता आउनु मान्छे पाउँदैन हामी त बसी बसी मम्मीहरूले घिउ कुखुरा छ यो बाबुलाई है बुढी
यहाँ फोटो सुट हुन्छ भनेर बिहान प्र्याक्टिस गर्दा 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 तल 12 बजे आएको छु झन् मेलैमा खिचेनन् कि क्या हो यिनले त सबै आफ्नै छोरीहरू बुहारीहरू भोलिकिन सबैले युट्युबमा हेर्नु होला त्यही हो खिचेको नखिचेको त्यही थाहा हुन्छ सुरुमा स्टोरीमा जान्छ त्यसपछि कहाँनिर खिच्ने हो कसरी खिच्ने हो र कहाँ हाल्ने हो भन्ने कुरो त सबै जिम्मा उनलाई दिइसकेको छ उनीहरू टाढा टाढा गयो भने हामी के हार्ने हो बर्बादै हुन्छ नि होइन होइन होइन